लक्की चिया भन्छन् क्या मलाई। बाटै छ हेर गाइज, दिस इज भेरी नाइस है। एकदम रमाइलो ठाउँ, एकदम स्वर्गकै नर्क भन्छ यसले, स्वर्ग भन्छ यसलाई। हेर यस्तो डेन्जर ठाउँ छ। हामी चाहिँ त्यहाँ माथि डाँडा छ, मान्छेहरू हिँडिरहेछ। वाउ, दिस इज रियली रियली नाइस है। हिउँ परेर एकदम राम्रो राम्रो देखिया छ। हेलो This is really, really nice. It's amazing, beautiful. केही भएको छैन, एकदमै रमाइलो छ। हामी चाहिँ एकदम फुल्ली रमाइलो गरिरहेको छौँ हिउँ परेको कारणले गर्दाखेरि। मेरो साथी चाहिँ पहिला हिउँ नपरेको टाइममा आएको रहेछ, अनि अहिले चाहिँ हामी चाहिँ हिउँ परेको टाइममा। अब हामी चाहिँ त्यहाँ हुँदै माथि टुप्पामा पुगेर फेरि फर्केर आएर तलतिरबाट जाने होला हो। आजको ट्रिप एकदम रमाइलो भएको छ नि त। डराइछ मेरो मित्र चाहिँ एकदम डराइरहेको छ क्या। म रोकियो कि डराइहाल्छ। मजा एकदम रमाइलो लागिरहेछ, खुसी लागिरहेछ। तर मलाई चाहिँ यसको पारी कोखल चाहिँ होला भनेको त होइन रहेछ यार। कहाँ कहाँ तिमीले अहिले तर गाडी चढेर नि मजा भयो। एकदमै रमाइलो भएको छ मलाई त। यो भ्यू देखेर नै रमाइलो लागिरहेछ क्या। भित्रै पर्दियो यार, भित्रै। हेर्नु यस्तो रमाइलो हुन्छ साथीहरू त। तिमीहरूलाई पनि रमाइलो गर्ने मन छ भने आउनु, मेरो साथीको कन्ट्याक्ट दिउँला, मेरो साथीकोमा बस्नु, अनि त्यसपछि घुम्न आउनु। एकदम रमाइलो छ। हामीले बिहान पनि 2-3 घन्टाको ट्रेकिङ गऱ्यौँ, अनि त्यसपछि फेरि बस चढेर यता आयौँ। अनि यहाँबाट अब हेऱ्यो माथि जानुपर्छ। एकदमै रमाइलो छ ठाउँ चाहिँ। म त एकदम खुसीले गदगद परिरहेको छु। हाइट त त्यति हाइट छैन, 2000 हो। तर हिउँ परेको कारणले गर्दा चाहिँ एकदमै रमाइलो भ्यू देखिरहेको छ। त्यहाँ रहेछ फोटो र भिडियो त कति खिच्नु धेरै नै रमाइलो छ। एकदमै रमाइलो छ है। भिडियो खिच्दै फोटो खिच्दै हिँडिरहेको छु। बाटो चाहिँ यस्तो छ यो पुरै, तर मान्छेहरू हिँडेर अलिकति बाटो बनाइदिएको छ। अनि त्यहाँसम्म आएको थियौँ, अनि साथीले चाहिँ जाउँ कि नजाउँ भन्दै थियो। म त यहाँसम्म आइयो जाउँ भनेर त्यहाँ माथिसम्म जानु लागेकोलाई। बाटो चाहिँ अलि डेन्जर छ, चिप्ल्यो भने चाहिँ तलतिर जान्छ। लगभग कति छ भन्दाखेरि यो 10 सेन्टिमिटर जति छ होला यार। मेरो घुँडामा आउँछ, मेरो घुँडामा आउँछ। धेरै रमाइलो छ।
स्नो वक भन्छ यसलाई चाहिँ। ठ्याक्कै मान्छेहरूले चाहिँ यस्तो बनाइदिएको रहेछ कि खुट्टा घुसार्ने ठाउँ के यहाँ 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 तर अलिक ठुलो मान्छेको खुट्टा रहेछ, मेरो ग्यापले नै भ्याउँदैन। के टुप्पो ए अहिले आउँदाखेरि त्यहाँतिर बाटै छैन, अनि बाटो नभएको ठाउँमा जानु हुँदैन क्या, किनभने यो हिउँ अलिक धेरै नै बाक्लो छ जस्तो लागिरहेछ मलाई। किन भन्दाखेरि मेरो खुट्टा त घुँडा आउँछ भनेको लगभग 10 फिट जति त एटलिस्ट होला। अनि मैले चाहिँ चस्मा पनि पुरै रेडी बनाएर आएको थिएँ, त्यही भएर एकदम सजिलो भयो क्या। तर आँखा दुख्दो रहेछ यो धेरै सेतो भएको कारणले। हिउँ धेरै नै रमाइलो छ। उता त्यो बस्ने ठाउँतिर हिउँ पर्दा चाहिँ झ्याउ हुन्थ्यो, किनभने काममा जानु पर्थ्यो। तर यहाँ चाहिँ अब घुम्न आएको भएर छुट्टै मजा आउँदो रहेछ। धेरै नै रमाइलो छ है। ल अब यही छ हाम्रो भिडियोहरू। अब माथि 6 ट्रुपमा गएपछि नि भिडियो हुन्छ, भिडियो हेर्दै गर्नु होला है त। त्यसले भनेको कहाँबाट आयो भनेको क्या भइजाए त्यो भने सजिलो हुन्छ। उकालोमा पो गाह्रो भयो त। गाह्रियो खुट्टा। म त दौडिन्छु माउन्टेन। Wir kommen aus Nepal. पन्जा लाउ नि त, अनि अर्को लगाऊ नि त। लाउ त होइन, मैले साथी डराएर थुर परेर बल्ल लिएर आएँ यार मैले मित्रलाई। त्यसको बाबुआमा चाहिँ सेर्बियनबाट हान्छ, सेर्बियन। She say hola, ¿cómo estás? We made it. Woo! यो ठाउँमा चाहिँ वेदर राम्रो भयो भने चाहिँ पुरै भ्यू देखिँदो रहेछ। तर अब अहिले चाहिँ यस्तो छ, हिउँ परेर कडा हिउँ परेछ। This is adventurous life, guys. कडा छ नि त, सब देखिँदो रहेछ। कोखेल चाहिँ सोखेल चाहिँ सब देखिँदो रहेछ। ओह्रालो हुन चाहिँ सजिलो हुन्छ कि उकालो भन्दा पनि। गाडिन्छ खुट्टा, तर त्यही पनि सजिलो हुन्छ। हिउँ पर्न पनि थालिसक्यो। Boyfriend, I miss her. Where is she? Münchenमा बस्दो रहेछ अरे। Der wohnt hier und das kommt aus Oldenburg. हामी त्यहाँ माथि पुगेर आयौँ। 1670 जति थियो, हिउँ परिरहेछ।
खुट्टामा हिउँ पऱ्यो क्या खुट्टामा हिउँ परेर चिसो भयो तर सही रहेछ यार Look at this पिकमा ओइ अब चाहिँ खुट्टामा पर्न थाल्यो कि हिउँ यार जुत्ताभित्र कस्तो के गर्ने अब हिँडेर जाने नि अब अप्सनै छैन त त्यो अहिले पछि चाहिँ फेरि त्यही बाँध चढेर जाउँला है अहिले फेरि त्यही बाँध चढेर जाने किनभने हिँड्न सकिँदैन क्या खुट्टा खाइसक्यो चिसोले जुत्ताभित्र परिसक्यो तर क्लियर हुँदैछ मान्छेहरू आउँदैछ नि त हजुर तलतिर तलतिर ओइ हुई ऊ हेर न ऊ तलतिर कुकुर पनि लिएर आइरहेको छ क्या अझै मान्छेहरू कुकुरी माथि पुरा हुन्छ नि उयो सर्किटै के भन्छ तर कुकुरलाई त हिँड्न सजिलो हुन्छ त हल्का हुन्छ फुसफुस तर त्यही पनि यस्तो ठाउँमा चाहिँ ल्याउनु हुँदैन अरे है हो मान्छे कुकुर लिएर आएर आएछ म त अनि मेरो त अनि म त पुरै कोल्ड थेरापी गर्ने मान्छे हो नि त मान्छेहरू हिँड्दैछ क्या त्यहाँसम्म जाऊँ अनि ऊ रहेछ भनेपछि त तलतिर त सजिलो छ होला 2 घन्टा त सकिन्छ किन भन्दाखेरि यो अपर्च्युनिटी भने कहिले आउँदैन के ए त्यसो भने चाहिँ त्यही चढेर जाउँला नयाँ जुत्ता किन्नु पर्यो तिमी ऊ छ खानेकुरा ए अलि तल खाउँला भोक लाग्ला अब चाहिँ गएर मिठो कुरा खानुपर्छ कहाँ यहाँ महँगो हुन्छ होला त्यहाँ त टिकट त्यहाँ होइन महँगो ल केही छैन अल राइट मैले अहिले नेपालमा घर बनाइरहेको छु नि त अनि पैसा जति सब त्यही पठाउनु परेछ क्या एक तला बनाइसक्नु ढलन गरिसक्यो माथिल्लो बनाउँदैछ क्या त्यही भएर अलिक ब्रोक अवस्था माथि पुगेर यो अब त सफा हुँदैछ बिजार थियो मान्छेहरू यहीँसम्म पुग्नै लाग्थ्यो तर माथि पुगेर नि केही उनी भएन खासमा चाहिँ है
केही त देखेन गयो भन्ने मात्रै हो हिउँ परिरहेछ अहिले त सफा भइरहेछ मजाले देखिन्छ